आदरणीय भक्तजन तथा श्रोताबिनहरू नमस्कार। आज पनि हामी नयाँ विषयका साथ प्रस्तुत भइसकेका छौँ। साउन 15मा खिर खाने परम्परा कसरी सुरु भयो, यसको इतिहास, धार्मिक आधार र सांस्कृतिक महत्त्वको बारेमा आज हामी गहिरिएर यस विषयमा चर्चा गर्न गइरहेका छौँ। हिन्दू धर्म, नेपाली संस्कृतिमा साउन महिना अत्यन्तै पवित्र मानिन्छ। यो महिना भगवान शिवको आराधनाको महिना हो। साउनभरि व्रत बस्ने, शिवालयमा जल चढाउने, हरियो चुरा र पोते लगाउने, सात्विक भोजन गर्ने परम्परा आज पनि जीवितै छ। तर साउन महिनाको सबैभन्दा चर्चित परम्परामध्ये एउटा हो साउन 15मा खिर खाने चलन। तर एउटा रोचक प्रश्न उठ्छ श्रोताबिन, के साउन 15मा खिर खानु शास्त्रले अनिवार्य नियम भनेको छ कि नेपाली समाजले यो विकास गरेको सांस्कृतिक परम्परा हो? यो प्रश्नको उत्तर बुझ्न हामी इतिहास, धर्म, कृषि, आयुर्वेद र नेपाली संस्कृतिको बारेमा चाहिँ बुझ्ने कोसिस गर्नुपर्छ र बुझ्नुपर्छ। अब वैदिक कालमा पायसको महत्त्व। आज हामीले खाने खिरलाई संस्कृत भाषामा पायस वा क्षीरपाक भनिन्छ। वैदिक परम्परामा आयसलाई अत्यन्तै पवित्र भोजन मानिएको पाइन्छ। यज्ञ, पूजा, व्रतको समापन, देवतालाई नैवेद्य चढाउने तथा विशेष संस्कारमा पायस प्रयोग गर्ने परम्परा धेरै पुरानो थियो। प्राचीन ग्रन्थहरूमा पायस, जसलाई संस्कृतिमा पायस भनिन्छ, त्यसको अर्थ नेपालीमा खिर हो, सात्विक भोजनको रूपमा वर्णन गरिएको छ। सात्विक भोजनले मन शान्त गराउने, शरीरलाई पोषण दिने, धार्मिक साधनामा सहयोग गर्ने र मानिसको मनलाई शान्त बनाउने विश्वास गरिन्थ्यो। यसकारण खिरलाई मिठाई मात्र होइन, प्रसाद र पुण्यको भोजन पनि मानियो श्रोताबिन। अब रामायणमा पनि पायसको उल्लेख भएको पाइन्छ। हिन्दू धर्म ग्रन्थ रामायणमा राजा दशरथले पुत्र प्राप्तिको कामना गर्दै पुत्रेष्ट यज्ञ गराउँदा अग्निदेवबाट प्राप्त भएको दिव्य पायस आफ्ना रानीहरूलाई दिएको प्रसङ्ग प्रसिद्ध छ। त्यही कारण पायस ग्रहण गरेपछि भगवान राम, भरत, लक्ष्मण र शत्रुघ्नको जन्म भएको वर्णन पाइन्छ। त्यसबारेमा चाहिँ व्याख्या गरेको पाइन्छ। त्यसैले पनि पायसको महत्त्व कति रहेछ त, यसलाई चाहिँ परम्परा पूर्वकालदेखि कसरी हेरिँदै आएको छ भनेर हामी अनुमान गर्न सक्छौँ। यस कथाले हिन्दू समाजमा पायसलाई शुभ, पवित्र र ईश्वरको कृपासँग जोडिएको भजनको रूपमा स्थापित गरेको छ। तर एउटा कुरा स्पष्ट बुझ्नुपर्छ, रामायणमा साउन 15मा खिर खानुपर्छ भनेर उल्लेख गरेको छैन। यहाँ पायसको पवित्रता र धार्मिक महत्त्वको वर्णन गरिएको हो। अब भगवान शिव र साउनको के छ त सम्बन्ध? साउन महिना भगवान शिवलाई समर्पित गरिन्छन् भन्ने कुराहरू हामीले यहाँहरूलाई अघिल्ला भिडियोहरूमा पनि प्रस्तुत गरेकै छौँ। भगवान शिवको नै विशेष महिना हो साउन महिना भनेको। यस महिनाभर भक्तजनले दुध, दही, घिउ, मही र चिनी मिसाएर शिवलिङ्गमा अभिषेक गर्छन्। यी सबै वस्तु सात्विक र पवित्र मानिन्छन्। यही धार्मिक वातावरणबाट दुधबाट बनेको खिर पनि घर घरमा प्रसादको रूपमा पकाउन थालिएको मानिन्छ। यद्यपि साउन 15लाई अनिवार्य रूपमा खिर खानुपर्छ भन्ने चाहिँ स्पष्ट शास्त्रीय आदेश त भने उपलब्ध छैन मित्र। शास्त्रमा चाहिँ साउन 15मा खिर खानै पर्छ, यो अनिवार्य नै हो, खाइएन भने ठुलो अनिष्ट र चाहिँ नराम्रो सङ्कट आउन सक्छ भनेर भनिएको छैन। यो मान्छेको चाहिँ एउटा परम्परा हो। मान्छेको यसमा चाहिँ स्वतन्त्रता पनि प्राप्त छ, खिर खाने कि नखाने भन्ने कुरा। नेपालमा यो परम्परा कसरी विकास भयो त? इतिहासकारहरू र संस्कृति अध्येताहरूका अनुसार नेपाल कृषि प्रधान देश र समाज भएकोले अधिकांश पर्व कृषि चक्रसँग जोडिएर विकसित भएका छन्। असारमा रोपाइसकेपछि किसानको श्रमको सम्मान स्वरूप परिवारका सबै सदस्य सँगै बसेर मिठो खाने चलन बस्यो। जब असारमा खेतीपातीको गाह्रो काम पुरा गरिन्छ, त्यसपछि शरीरलाई आराम पनि दिने र शरीरलाई चाहिँ अलिकति पौष्टिक तत्त्व पनि खाएर आनन्द लिने अर्थात् आराम गर्ने भन्ने चाहिँ तपाईँको चलनसँग पनि यो जोडिएको पाइन्छ। त्यसका लागि सबैभन्दा उपयुक्त परिकार खिर बन्यो, किनभने खिर त्यति बेला चाहिँ बनाउन सहज पनि थियो। घर घरमा सबैजनाले पालन गर्थे, गाई भैँसी पालन गर्थे।
त्यसबाट दुध घरमै उपलब्ध हुन्थ्यो भने आफ्नै खेतीबाट लगाएको चामल पनि उपलब्ध हुन्थ्यो, धान उपलब्ध हुन्थ्यो, जसले गर्दा चामल र चाहिँ चामलको खिर बनाउनको निम्ति सजिलो वातावरण पनि बन्यो। अब त्यसको लागि घरमै दुध उपलब्ध हुन्थ्यो। यहाँहरूलाई भनिहालेँ मैले, नयाँ वा भण्डारमा रहेको चामल प्रयोग गर्न सकिन्थ्यो, यो पनि सहजै हुन्थ्यो। खिर सजिलै धेरै मानिसलाई बाँड्न सकिन्थ्यो, खान पनि सकिन्थ्यो। प्रसादको रूपमा पनि यसको महत्त्व अत्यन्तै थियो। यद्यपि यो परम्परा गाउँबाट सहरसम्म फैलिँदै गयो र आज साउन 15 चाहिँ सांस्कृतिक पहिचान बन्यो। देशैभरिका मानिसहरूले साउन 15लाई आज विशेष रूपमा मनाउँदै आएका पाइन्छ। अब आयुर्वेदले के भन्छ त यस विषयमा? आयुर्वेदमा दुधलाई बलवर्धक, पोषक र ओज बढाउने आहारको रूपमा मानिएको छ। दुधमा प्रशस्त मात्रामा पौष्टिक तत्त्वहरू भएको हुनाले यो चाहिँ शरीरको लागि एकदम महत्त्वपूर्ण आहारको रूपमा रहेको व्याख्या गरिएको छ। वर्षायाममा शरीरको पाचन शक्ति केही कमजोर हुने मान्यता भए पनि राम्रोसँग पकाएको तातो, ताजा र सन्तुलित मात्रामा खिर सेवन गर्दा शरीरलाई ऊर्जा मिल्ने विश्वास गरिन्छ। तर मधुमेह भएका, दुध नपच्ने र अन्य स्वास्थ्य समस्या भएका व्यक्तिहरूले भने चिकित्सकको सल्लाह अनुसार नै सेवन गर्नु उपयुक्त हुन्छ। अब धार्मिक र सांस्कृतिक महत्त्व के छ त यसमा? अब मुख्य प्रश्नमा जाउँ। यदि शास्त्रीय प्रमाणलाई आधार मान्ने हो भने साउन 15मा खिर खानै पर्छ भन्ने वैदिक पुराण र आदेश भेटिँदैन। तर हिन्दू धर्ममा पाइके खिरलाई पवित्र, सात्विकत्व र देवताहरूलाई पनि अर्पण गरिने नैवेद्य रूपमा चाहिँ सम्मान गरिएको छ। त्यसैले साउन 15 खिर खाने चलनलाई धार्मिक भावनाले प्रेरित नेपाली सांस्कृतिक परम्परा भन्नु नै बढी सन्तुलित र प्रमाणको आधारित निष्कर्ष हुन्छ। श्रोताबिन, यसमा धर्म पनि छ, कृषि संस्कृति पनि छ, परिवारको मिलन पनि छ, श्रमको सम्मान पनि छ। यी चारैवटा तत्त्वहरू यसमा मिलेर चाहिँ यो एउटा परम्परा बसेको हुनाले यो परम्परा विशेष महत्त्व राख्छ नेपाली समाजमा। त्यसैले साउन 15मा खिर खानु केवल मिठो परिकार खाने दिन मात्र होइन श्रोताबिन, यो किसानको मेहनत प्रति सम्मान प्रकट गर्ने दिन पनि हो। यो परिवारलाई एउटै भान्सामा जोड्ने दिन पनि हो। यो सात्विक भोजन मार्फत शुभकामना आदान प्रदान गर्ने दिन पनि हो। र यो नेपाली समाजले धर्म, संस्कृति र कृषि जीवनलाई एउटै सूत्रमा गाँसेर निर्माण गरेको सुन्दर परम्पराको प्रतीक पनि हो। किनकि जब परिवारका सबै सदस्यहरू एक अर्काको भावना बुझ्दै खानेकुरा ग्रहण गर्छन्, यसबाट परिवारमा झन् मेलमिलाप चाहिँ प्राप्त हुने, राम्रो पारिवारिक चाहिँ वातावरण सिर्जना हुने विश्वास पनि गरिन्छ। त्यसैले हामीले भन्न सक्छौँ यो चाहिँ एउटा खाली परम्परा मात्र नभइकन यसले धेरै तत्त्वहरूसँग जोडिएको छ। त्यसैले हामीले पनि यसलाई विशेष दिनको रूपमा मनाउन सक्छौँ। यदि हामीले यसको वास्तविक अर्थ बुझेर परम्परा मनाउँछौँ भने साउन 15 केवल खिर खाने भोजन मात्र होइन, कृतज्ञता, समृद्धि, पारिवारिक एकता र शुभताको प्रतीक बन्न सक्छ। धन्यवाद। हर हर महादेव, हर हर महादेव। साउन 15 को खिर खाने दिनको यहाँहरूलाई विशेष शुभकामना दिँदै आजको भिडियोबाट बिदा लिन चाहन्छु। यो भिडियोहरू यहाँहरूलाई कस्तो लागिरहेको छ? यदि मन परेको छ भने कृपया लाइक, सब्सक्राइब र सेयर गरिदिनु होला। यहाँहरूको सानो सहयोगले पनि हामीहरूलाई फेरि नयाँ भिडियोहरू ल्याउनको निम्ति एउटा प्रेरणा मिल्छ, सहयोग मिल्छ र हामीलाई चाहिँ त्यो ल्याउनको निम्ति आत्मबल मिल्छ। हस्त।